हेलो साथीहरू, म चाहिँ अहिले छु। वेलकम छ मेरो युट्युब च्यानलमा। नमस्ते सबैजनालाई। म चाहिँ अहिले छु, यो चाहिँ माछा पोखरीभन्दा माथि यो विष्णुमती नदीको किनारमा जो अतिक्रमण भएको थियो होइन, यो देख्न सक्नुहुन्छ। यो चाहिँ अहिले पुरा भत्काएर र डोजर चलाएर र खाली गराइसकेको छ भने चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ सो यो यहाँनिर चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु। यो तपाईँको यो भनेको यहाँनिर चाहिँ एउटा यतानिर मन्दिर थियो होइन, मन्दिर अहिले पनि एउटा दुईवटा चाहिँ भत्काएको छैन, गुम्बा थियो। यो भूभाग चाहिँ होइन मन्दिर र गुम्बा हुँदाहुँदै पनि पुरा डोजर चलाएर र यहाँनिर चाहिँ पुरा भत्काइएको छ भने चाहिँ यहाँ चाहिँ अब यो यहाँबाट लिएर यो विष्णुमती नदी भयो होइन, देख्न सक्नुहुन्छ। सो यो भाग यो अहिले यो बिल्डिङहरू चाहिँ अहिले भत्काएको छैन, किनभने त्यहाँ अलिक मान्छेहरू चाहिँ हटाउनु पर्ने छ होला, सायद त्यही भएर होला। तर यो भागदेखि तलतिरको भाग होइन, यो नदी किनारा सम्पूर्ण भागहरू चाहिँ अहिले डोजर चलाएर होइन 3-4 दिन पहिलेदेखि नै सो यहाँका बासिन्दाहरूले चाहिँ यहाँबाट चाहिँ स्थानान्तरण हुन चाहिँ पहिले नै सूचना नेपाल सरकारले जारी गरिसकेको थियो र अहिले हेर्न सक्नुहुन्छ यो चाहिँ अहिले चाहिँ पुरै सो अहिले डोजर चलाएर र अहिले चाहिँ यहाँबाट भत्काइसकेको छ भने चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न मान्छे हेर्नेहरूको यत्रो भिडभाड छ। अनि यहाँ चाहिँ मैले बुझ्दा चाहिँ होइन एउटा चाहिँ के लाग्यो भने चाहिँ यहाँ चाहिँ वास्तविक सुटुम्बास चाहिँ सायद 2जना बाहेक कोही पनि नहुँदो रहेछ होइन। ठुल्ठुला बिल्डिङहरू बनाएर र यहाँनिर चाहिँ होइन तपाईँको अब चाहिँ अब भाडामा लगाएर र इभन यहाँनिर मन्दिरको अनि गुम्बा देख्न सक्नुहुन्छ। त्यो समितिको मान्छेहरूले चाहिँ जग्गा बनाएर त्यहाँबाट भाडा अस्ति लिएर होइन सो समिति मार्फत होइन सो त्यस्तो गर्नुहुँदैन चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्ने मान्छेहरू एकदमै भिडभाड हुनुहुन्छ। अहिले चाहिँ नेपाल पुलिसहरू चाहिँ हुनुहुन्छ भित्र, तर चाहिँ देख्न सक्नुहुन्छ पारिपट्टिको भूभाग पुरै यो भनेको चाहिँ माछा पोखरीभन्दा माथिको यो विष्णुमती किनारमा अतिक्रमण गरेर बनाइएका भवनहरू चाहिँ अहिले चाहिँ भत्काएर सबै यहाँ देख्न सक्नुहुन्छ। इभन यहाँनिर तपाईँहरूको चाहिँ मन्दिर अनि गुम्बा, यहाँनिर गुम्बा थियो, त्यो गुम्बा पनि भत्काएको छ। मन्दिर 2टा मात्रै बाँकी रहेको छ भने चाहिँ बाँकी चाहिँ अहिले उहाँकै सुरक्षाकर्मीहरू नेपाल पुलिसहरू हुनुहुन्छ। यो विष्णुमती नदी गयो भने चाहिँ यता भयो माछा पोखरी, यो भाग पुरै भत्काइएको छ अहिले चाहिँ हेर्न सक्नुहुन्छ। अनि एउटा चाहिँ अनौठो कुरा चाहिँ के भने चाहिँ जहाँनिर यहाँ मन्दिर निर्माण गरिएको थियो अनि चाहिँ यहाँ क्रिया बस्ने मान्छेहरू होइन तपाईँहरूको चाहिँ बस्न भनेर एउटा भवन निर्माण गरिएको रहेछ समिति मार्फत होइन, नेपाल सरकारको जग्गा अतिक्रमण गरेर बनाइएको। त्यसमा पनि निश्चित चाहिँ तपाईँको समितिका मान्छेहरूले चाहिँ भाडा वसुल्ने होइन, जस्तै कुनै पनि शुभ कार्य गर्नु छ केही गर्नु छ भने चाहिँ त्यहाँ चाहिँ भाडा वसुलेर र पैसा लिने गर्नुहुँदो रहेछ। त्यो पनि यहाँका बासिन्दाहरूसँग बुझ्दाखेरि चाहिँ त्यो पनि थाहा भयो होइन। सो यहाँ चाहिँ हेर्दाखेरि चाहिँ होइन नेपाल सरकारले चाहिँ सूचना जारी गरिसकेको थियो पहिले नै होइन। सूचना नेपाल सरकारको सूचनालाई नेपाली जनताले साथ दिएर सो सबैले योभन्दा पहिले नै भत्काउनुभन्दा पहिले नै आफ्नो सामान चाहिँ यहाँबाट स्थानान्तरण गरिसक्नु भएको थियो। सो आज चाहिँ नेपाल सरकारले फाइनली यहाँ चाहिँ एकदम डोजर लगायो र सबै भवनहरू चाहिँ भत्काएको छ होइन। यो देख्न सक्नुहुन्छ। यो विष्णुमती नदी किनारा यो भनेपछि टोटली पक्की बिल्डिङहरू थियो, अहिले चाहिँ टोटली डोजर लागेर र तपाईँको सो एउटा पनि खाली छैन, अहिले चाहिँ सबै डोजर लगाएर र सो हेर्न सक्नुहुन्छ। यो यहाँ चाहिँ हेर्ने एकदम मान्छेहरू एकदम भिडभाड हुनुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ विष्णुमती नदीमा पानी परेर र अहिले पानीको बहाव पनि बढिरहेको छ। सो यता भयो माछा पोखरी पऱ्यो होइन, यो भागमा पक्की भवन हेर्नुहोस् देख्न सक्नुहुन्छ। यो यत्रो पक्की भवनहरू चाहिँ यहाँनिर स्कुल पनि थियो सायद, अनि उहाँनिर चाहिँ गुम्बा मन्दिर सबै भत्काइएको छ। किनभने नेपाली जनताले पनि साथ दिएर सो नेपाल सरकारले सूचना जारी गरेको थियो, त्यो सूचनालाई सबै नेपाली जनताले साथ दिएर अहिले चाहिँ आफै सामानहरू स्थानान्तरण गरिसक्नु भएको थियो। तर आज चाहिँ फाइनली चाहिँ यहाँको महानगरले चाहिँ अहिले चाहिँ फाइनली चाहिँ पुरै यो डोजर चलाएर चाहिँ यो बस्ती चाहिँ अहिले खाली गरिसकेको छ। सो हेर्न सक्नुहुन्छ यसरी यो विष्णुमती नदी भयो, अगाडि माछा पोखरी, त्यहाँ माछा पोखरी भयो। यो भनेको यहाँनिर सायद चाहिँ एउटा स्कुल पनि थियो सायद, यहाँनिर हो एक्ज्याक्टली थाहा भएन।
चाहिँ अहिले चाहिँ पुरा भत्किएको सकेछ, डोजर चलिसकेको छ यहाँनिर। सो हेर्न सक्नुहुन्छ। यो एउटा कुरा चाहिँ अनौठो चाहिँ के लाग्यो भने चाहिँ त्यो माथिपट्टि तपाईँहरूलाई म मन्दिर र गुम्बा देखाउँदै थिएँ होइन। त्यो मन्दिरमा चाहिँ त्यहाँ समिति रहेछ एउटा होइन, नेपाल सरकारको जग्गा अतिक्रमण गरेर बनाइएको मन्दिर हो होइन। मन्दिर जस्तो पवित्र ठाउँ हो, तर पनि त्यो समितिले त्यहाँ चाहिँ होइन, समितिको केही निश्चित मान्छेहरूले चाहिँ त्यहाँ चाहिँ त्यो भवन बनाएको होइन, त्यो भाडामा लगाएर त्यो पैसा चाहिँ आफूले भाडाको पैसा आफूले लिने गरेको भनेर त्यहाँ गुनासो पनि गर्दै हुनुहुन्थ्यो त्यहाँका केही स्थानीयहरूले होइन। सो यस्तो रहेछ त्यो, किनभने चाहिँ मन्दिर भनेको त पवित्र ठाउँ हो, तर पनि त त्यो आफूले दान गर्न सकिन्छ नि त। तर सार्वजनिक जग्गा नेपाल सरकारको जग्गा मिचेर त्यहाँ मन्दिर बनाएर मन्दिरको साथमा त्यो भवन क्रियापुत्री बस्ने चाहिँ भवन बनाएर त्यो मार्फत त्यहाँ अब क्रियापुत्री बस्नेदेखि लिएर त्यहाँ अब अरू जस्तै शुभ कार्य जे गरिन्छ त्यसको चाहिँ उहाँहरूले चाहिँ भाडा वसुल्ने गरेको भनेर स्थानीयहरूले चाहिँ गुनासो पनि गर्दै हुनुहुन्थ्यो। त्यो माथिपट्टि अघि नै मैले तपाईँलाई भिडियोमा देखाइरहेको छु। सो हेर्न सक्नुहुन्छ, यो भनेको चाहिँ विष्णुमती नदी, यो विष्णुमती किनारका जति पनि भवनहरू अहिले चाहिँ भत्काएर पुरा डोजर चलाइएको छ अहिले। सो बुझ्दाखेरि चाहिँ किनभने जनता चाहिँ जो वास्तविक सुकुम्बासी होइन, जो सबैले चाहिँ नेपाल सरकारलाई चाहिँ अहिले चाहिँ एकदम साथ दिएको देख्न सकिन्छ। किनभने चाहिँ यसको चाहिँ अन्त्य हुनै पर्थ्यो। हुकुमवासीहरूको चाहिँ यहाँ चाहिँ रजगज भयो, वास्तविक सुकुम्बासीहरू भन्दा पनि हुकुमवासीहरूले त्यस्तो गरेको भनेर आम पब्लिकहरूले होइन, स्थानीयहरूले चाहिँ गुनासो गरेको देख्न सकिन्छ। सो म तपाईँहरूलाई अगाडिको भिडियो देखाउँछु।